स्वागत गर्न चाहन्छु आजको यस एनालाइसिस सेगमेन्टको सिरिजमा। आजको एनालाइसिस सेगमेन्टमा हामी टेक्निकल इन्डिकेटरमा रहेका छौँ। टेक्निकल इन्डिकेटरमा पनि हामीले नेप्से भन्नाले समग्र स्टक मार्केट एवं अरू मार्केटहरूमा युज हुने इन्डिकेटरहरूको बारेमा कुरा गर्दै थियौँ। आजको इन्डिकेटर हामीले युज गर्ने र हामीले त्यसको बारेमा जान्नुपर्ने इन्डिकेटरको नाम रहेको छ एकुमुलेसन डिस्ट्रिब्युसन। एकुमुलेसन डिस्ट्रिब्युसन इन्डिकेटर तपाईँको स्टकहरू कसरी एकुमुलेट भइरहेको छ, मानिसहरूले त्यो स्टकलाई कसरी किनिरहेका छन् भन्ने कुरा हामीले थाहा पाउने इन्डिकेटर हो। यो इन्डिकेटरले तपाईँलाई यी स्टक ओभरबाउट छ कि ओभरसोल्ड छ भन्ने कुरा तपाईँलाई दर्शाउँछ। र अब हामी हेर्छौँ त्यो इन्डिकेटरको बारेमा। सर्वप्रथम तपाईँले इन्डिकेटरको बारेमा जान्नको लागि तपाईँको यहाँ रहेको छ ट्याबहरू रहेको छ नि, यहाँ नेप्से रहेको छ, विक क्यान्डलहरू कसरी क्यान्डल लाउने, त्यस पछाडि यहाँ इन्डिकेटर रहेको छ। तपाईँले यहाँ गएर एकुमुलेसन डिस्ट्रिब्युसन चुज गर्न सक्नुहुनेछ र एकुमुलेसन डिस्ट्रिब्युसन चुज गरिसकेपछि हाम्रो स्क्रिनमा त मैले अल टाइम हाई टाइम फ्रेम 1998देखिको अहिलेसम्मको इन्डिकेटरहरू यहाँ लगाइसकेको छु। 1998 भनेको लगभग लगभग 5-6 वर्ष भनेपछि लगभग लगभग 52-53 सालतिरको कुरा हुनसक्छ यो है। अब हामी यसैलाई एनालाइसिस गर्दै जानेछौँ। एकुमुलेसन भनेको कस्तो हो त भन्दा तपाईँले टर्म एकुमुलेसनदेखि नै थाहा पाउन सक्नुहुनेछ। एकुमुलेसन भनेको जम्मा गरेको भन्छ है। जम्मा गरेकोलाई हामी एकुमुलेसन भन्छ। एकुमुलेट द थिङ भन्छ नि त। एकुमुलेट एकुमुलेट भन्ने टर्महरू तपाईँहरूले फ्यामिलियर हुनुहुन्छ भने, तपाईँले एकुमुलेट टर्मसँग चाहिँ फ्यामिलियर हुनुहुन्छ भने जम्मा गर जम्मा गर जम्मा गर भन्छ नि। जम्मा गरेको तर नफाल्दै नफालिकन जम्मा गरेको जम्मा गरेको कुरालाई हामी एकुमुलेसन भन्छौँ भने। अनि डिस्ट्रिब्युसन भनेको के हो? डिस्ट्रिब्युसन भनेको फालेको है। फालेको फालेको छ फालेको छ फालेको छ फालेको छ फालेको छ भन्ने कुरालाई हामी डिस्ट्रिब्युसन भन्ने गर्छौँ। र डिस्ट्रिब्युसनमा सेल भएको कुराहरू हुन्छ। र अनि तपाईँले यहाँ मैले कम्पनीहरू कसरी एकुमुलेट कम्पनीहरूको स्टक प्राइस माथि छ र डिस्ट्रिब्युसनको तल छ भन्ने कुरा पनि यहाँ देखाइदिनेछु। अहिले हामी नेप्सेमा लगाइरहेको छ। नेप्से उसको 3200को हाई हुँदा ऊ एकुमुलेटको फेजको अन्तिम फेजमा पुगिसकेको छ होइन। यहाँदेखि बेच्न सुरु भयो होइन एकुमुलेसनदेखि। तपाईँको उसले चाहिँ बिस्तारै बिस्तारै दर्शाइदिइरह नि त, यहाँ एकैचोटि यस्तो घटे होइन, बिस्तारै बिस्तारै बेचिरह। अब यो ट्रेन्ड फलोइङ त्यसरी अब एकुमुलेट हुँदै हुँदै गयो भने यो कर्भ चाहिँ माथि माथि एकचोटि माथि, दुईचोटि माथि, तिनचोटि माथि, चारचोटि माथि हुँदै हुँदै जान्छ है। त्यस पछाडि यो एकुमुलेसन इन्डिकेटर डिस्ट्रिब्युसन इन्डिकेटर हामी थाहा पाउन सक्छौँ। अब एकुमुलेसन भएको स्टकहरू कस्तो हुन्छ भन्दा जस्तै यिनी आइपिओहरूको त एकदमै एकुमुलेट भयो। यहाँ त पुरै यस्तै सिधै छ होइन चार्टहरू। यसरी स्टकहरू एकुमुलेट भएको हामीले थाहा पाउन सक्छौँ। अनि त्यस पछाडि एसवाई प्यानल पनि त्यस्तै नै एकुमुलेट छ, राम्रो एकुमुलेट भइरहेको रहेछ। अनि त्यस पछाडि सिन्धु विकास ब्याङ्क चाहिँ छैन होइन। सिन्धु विकास ब्याङ्कलाई बेचिरहेको छ। सिआइसिएल पनि त्यस्तो छैन। एउटा ऊ छ होला, मलाई युएनएल हेरौँ है। युनिलिभर नेपाल तपाईँहरू फ्यामिलियर हुनुहुन्छ होला, किन युएनएलको अस्ति पनि हेर्नु मिलेको थिएन होइन। अनि बिएनटी हेरौँ, बिएनटी पनि छैन होइन। अनि बिएनएल हेरौँ, बिएनएल यस्तो यस्तो हुन्छ है। एकुमुलेसन भएको स्टकहरू बढी बाई भइरहेको स्टकहरू चाहिँ यहाँदेखि चाहिँ बढी बाई भइरहेको स्टकहरूको प्याटर्नहरू यस्तो हुन्छ। तपाईँले यहीदेखि नै थाहा पाउन सक्नुहुनेछ। र एकुमुलेसन भएको डिस्ट्रिब्युसन भएको यसरी तपाईँले युज गर्नुभयो भने एकुमुलेसन डिस्ट्रिब्युसनदेखि कम्पनी राम्रो कम्पनीहरू कस्तो हुन्छ नराम्रो कस्तो हुन्छ। जस्तै बन्दीपुरको एकैचोटि बाई आएर सेल आइरहेको रहेछ 762 पछि फेरि अर्कोचोटि फेरि घटाइदिन पनि सक्छन् होइन। यो अब ठुला मान्छेको खेल, सानो मान्छेले जान्न सकिँदैन। बिपिसिएल यसरी तपाईँले एकुमुलेसन डिस्ट्रिब्युसन थाहा पाउन सक्नुहुन्छ। र नजानेको कुराहरू कमेन्ट गर्नु होला। डिस्ट्रिब्युसन यस्तो हुन्छ। एकुमुलेसन भनेको माथि बढिरहेको। अझ विदेशको स्टकहरूमा हेर्नुहुन्छ भने जस्तै विदेशकी स्टकहरूको एकुमुलेसन डिस्ट्रिब्युसन नेपालको जस्तो हुँदैन। उनीहरू ग्लोबल मल्टिनेसनल कम्पनी भएको कारणले गर्दा त्यो हुन्छ है। म त्यो विदेशको स्टकहरू देखाइदिनेछु यहाँ क्लिक गरेर होइन।
अनि क्लिक गरिसकेपछि हाम्रो स्टकहरू आउँछ। अनि जस्तै यहाँ मेरोमा ल इन्भिडियाकै हेर होइन, इन्भिडिया आयो। अब इन्भिडिया आइसकेको छ भने अब हामी एकुमुलेसन डिस्ट्रिब्युसन युज गर्छौँ। एकुमुलेसन डिस्ट्रिब्युसन हेर्न सक्नुहुन्छ स्टकको प्राइस जसरी माथि माथि गइरहेको छ एकुमुलेसन इन्डिकेटर त्यसरी नै माथि गइरहेको छ। तर नेपालको कुरामा चाहिँ यो हुँदैन कि नेपालकोमा चाहिँ अलि डिटेलली नै देखाइदिइरहेको छैन। तपाईँले यसरी थाहा पाउन सक्नुहुन्छ एकुमुलेसन डिस्ट्रिब्युसनले कसरी काम गर्छ भन्ने कुरा। यसरी तपाईँले एनालाइसिस गरेर तपाईँले आफ्नो चाहेको अब कुराहरू एनालाइसिस गर्न सक्नुहुन्छ र ट्रेड पनि गर्न सक्नुहुन्छ। तर सकभर एकुमुलेसन डिस्ट्रिब्युसनसँग चाहिँ कम्पनीको बिजनेस मोडेलहरू हेर्नु होला। टेक्निकल्ली भन्दा पनि बिजनेस मोडेलहरू चाहिँ हेर्नुपर्छ। सुन किन्ने कि अर्को किन्ने भन्छ नि त, त्यो 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 हेर्नुपर्छ है। हामीले त्यो हेऱ्यो भने हामीलाई उच्चतम प्रतिफल आउँछ। हस् त, धन्यवाद आजको भिडियो हेरिदिनु भएकोमा।